डिभोर्स गरेर पनि रिलेसनमा थिएँ भनेर भनेको थिएँ कि अनि मलाई कति त्यहाँनिर ब्याड कमेन्टहरू आउनु भएको थियो, यति नराम्रो कमेन्टहरू। फेरि मैले कसले कमेन्ट गरेको रहेछ भनेर प्रोफाइल खोलेर हेर्दा नि एकदम जेन्टल मान्छेहरू, एकदम राम्रो मान्छेहरू देखेँ। उहाँहरूले मलाई के गरेर मूल्याङ्कन गर्नुभयो थाहा छैन है। मैले चाहिँ यो पोडकास्टमा के भन्न चाहन्छु भने मैले कसैको लोग्ने खोसेको होइन, कसैको बालबच्चालाई रुवाएर मैले टुरो बनाएर म कान्छी गएको होइन होइन। म त मेरो श्रीमानसँग मेरो बालबच्चा भइसकेको ठिकै छ नि त, कुनै मिसअन्डरस्ट्यान्डिङमा हामी दुईजनाको छुट्यो भने उसले के भयो त, तेरो मेरो बच्चा छ किन छुट्नु पर्यो त, भइहाल्यो त, हामीले डिभोर्स गरिहाल्यौँ, पेपर नै त हो नि, सबै कुरा पेपर हुँदैन, हामी एकअर्कामा मन पनि छ भनेदेखि फेरि गरौँला नि त पेपर भनेर भनेपछि ठिकै छ नि त। मैले पनि अर्को केटासँग जानुभन्दा मेरै श्रीमानसँग मैले राम्रोसँग गरेर बस्न सकेँ भने राम्रो हुन्छ, मेरो बच्चाले पनि बाउ पाउँछ भनेर पो म उसँग जोडिरहेको थिएँ त। मैले त धन्दा गर्न त बसेको होइन नि त। मान्छेको कन्सेप्ट कस्तो होला त सोच्ने। यहाँ कतिजना मम्मीहरू हुनुहुन्छ अनि बाहिर मिङ्गल भएर पनि म सिङ्गल हो भनेर ट्याग लगाएर मोर लगाएर बस्नु भएको छ। म त त्यसरी बस्या होइन नि त, म त साँच्चीकै नै सिङ्गल हो नि त। मेरो त ब्याकग्राउन्ड कहीँ देख्नुहुन्छ नि त। ल मैले यहाँ पोडकास्टमा म चाहिँ सिङ्गल हो भनेर छाती ठोक्ने अनि कुनै बेला केटासँग बेबी भनेर हिँडेको त होइन नि त। म त साँच्चीकै सिङ्गल हो नि त। म त बाहिर पनि सिङ्गल छु भने भित्र पनि सिङ्गलै छु। मेरो फ्यामिली छ, मेरो बालबच्चा छ, उनीहरूको अगाडि पनि त मैले नजर जुदाउन सक्नुपर्छ। मैले यहाँ आएर एकछिन झुट बोलेर उनीहरूको अगाडि नजर मिलाउनु पर्दैन। कति वर्षको विवाह थियो त्यति? मेरो बिहा त मेरो खास बुवा मम्मीले मलाई 13 वर्षमै गराइदिनु भएको हो। 13 वर्षमा? 13 वर्षको उमेरमा बिहा गराइदिनु भएको है। तर उहाँहरूको श्रीमतीहरू अलिक धेरै नै हुनुहुन्थ्यो होइन। अनि लगेर फेरि गाउँमा राखिदिनु भयो। अनिखेर यस्तो गाउँ कि फेरि बिहा गरेर म काठमाडौँमै आएर हुर्केको हो। मलाई त 2 महिनाको ल्याउनु भएको है धरानबाट चाहिँ। म 10-12 वर्षको भएपछि म काठमाडौँ आएको हो। तर मेरो बिहा दान चाहिँ 13 वर्षमा गरिदिएपछि मलाई गाउँमा लगेर राखिदिनु भयो। गाउँ यस्तो कि भातै खान नपाइने। के खानुहुन्थ्यो? खालि ढिँडो कि च्याक्ला। अनि यस्तो भोक लाग्यो भने कोदोको रोटी यसरी हाल्यो, न नुन न तेल न केही के त्यत्तिकै सादा तावामा यसो नुन के अरे पिठो घोल्यो अनि हाल्यो। अनि खोर्सानी बारीमा छ कि यसो एउटा दुइटा त इत्रु खोर्सानी पाउँथ्यो कि बारीमा पाइन्छ कि भनेर बोट झार्न जानु पर्थ्यो नुन खोर्सानी पिसेर त्यो चोपेर खानलाई। 1 दिन पो खाइन्छ, 2 दिन पो खाइन्छ, त्यसै भने हामी त सहरमै बसेर दुखै गरेर भए पनि भातै खाएको मान्छे हो। गएर ढिँडो च्याक्ला खान मन नपर्ने के। फेरि माया र मसलाको दिदी होइन? यो त माया मसला पछि भयो होइन, जे भए इन्ट्रेस्ट छ नि त तपाईलाई यो कुराहरुमा त हैन। यति इन्ट्रेस्ट भएको मान्छे अनि नसक्ने के। नसकेपछि चाहिँ मलाई धेरै गाह्रो भयो। फेरि कस्तो गर्नुभयो भने श्रीमानले लगेर ठ्याक्क मलाई घरमा छोडिदिनु भयो। अनि उहाँ चाहिँ हिँड्नु भयो के। थिएन के, म एक्लै नै गरेको हो। घाँस दाउरा गर्नु नसक्ने, 20 रुपियाँको हात्ती छाप चप्पल लाएर हिँड्ने, त्यही पनि चप्पल चुट्यो भने टुक्कीले यसरी जोड्नु पर्ने है, टुक्कीले जोडेर फेरि भाँचिहाल्ने। 20 रुपियाँको चप्पल पनि किन्न नसक्ने अवस्थामा। गाउँघरमा त पैसै भए पनि नपाइने त कहाँ यसरी पसलहरू थियो त बाबु पहिला त। अहिले पो बाटो गयो, बत्ती गयो, हरेक ठाउँमा पसल गयो। त्यो बेलामा नसकिने, तल बेसी झर्नुपर्ने बजारको लागि, 4 घण्टा 5 घण्टाको उकालो चढेर घर जानुपर्ने, 5 घण्टाको ओह्रालो झरेर एउटा चप्पल किन्न जानुपर्ने, एउटा चिउरा चाहियो भने तल आउनुपर्ने, त्यस्तो स्थितिमा भएपछि मैले चाहिँ नसकेपछि गाह्रो भयो। अनि त्यसपछि म छोडेर चाहिँ काठमाडौँ झरेँ। काठमाडौँ झरेपछि सिलाइ बुनाइहरू सिकेँ। यस्तै उहाँलाई छोडिसकेपछि काठमाडौँ आउनु भयो। आएपछि धेरै कामहरू भयो। अन टाइम एक्सप्रेस, समयमा सधैँ।